आइओई के हो त यो आइओई? धेरैजना विद्यार्थीहरूको आइओई भनेपछि प्रेसराइज फिल हुन्छ र धेरैजना प्यारेन्ट्सहरूको इन्क्वायरी हुन्छ यो छोराछोरीले आइओई भनिरहेछन्, के हो यो आइओई भन्ने कुराहरू छ। आइओई भनेको सिम्पल केही पनि होइन। आइओई भनेको हाम्रो त्रिभुवन युनिभर्सिटीको इन्जिनियरिङ अध्ययन संस्थान भनेको इन्स्टिच्युट अफ इन्जिनियरिङको एउटा फ्याकल्टी हो भनेर बुझे हुन्छ, सिम्पल है। अब इन्जिनियरिङमा हाम्रो के कार्यक्रमहरू छ, इन्जिनियरिङ कार्यक्रमहरू के छ भन्ने कुरा हो भने इन्जिनियरिङमा हाम्रो धेरै प्यारेन्ट्सहरूको इन्क्वायरी चाहिँ के हुन्थ्यो भन्दाखेरि के कार्यक्रमहरू छ, कुन इन्जिनियरिङ पढाइ हुन्छ, कुन इन्जिनियरिङ पढ्दाखेरि बेस्ट हुन्छ, भोलि फ्युचर छोराछोरीको फ्युचरको लागि कुन इन्जिनियरिङ पढ्दाखेरि बेस्ट हुन्छ भन्ने इन्क्वायरी आइराख्दै गर्दाखेरि हामीले थोरै अब यो चाहिँ हाम्रो यो डाटाहरू जुन डाटाहरू हामीले यहाँ देखाइरहेको छौँ यो चाहिँ 2082 को डाटा हो है। यो डाटा चाहिँ हाम्रो 2082 को डाटा हो, 2082 को डाटा हो, 2082 को। अहिले 2083 को डाटा चाहिँ हाम्रो 2083 को डाटा चाहिँ हाम्रो चेन्ज यो 2083 को डाटा चाहिँ आइसकेको छैन। यो चेन्ज पनि हुनसक्छ, नहुन पनि सक्छ है। फेरि यो जुन 2040 छ यो डाटा चाहिँ चेन्ज नहुन पनि सक्छ, हुन पनि सक्छ। त्यो अब यो 2083 को डाटा आइसकेपछि चाहिँ बल्ल थाहा हुन्छ, तर अहिलेसम्म चाहिँ डाटा आएको छैन भन्ने कुरा है, डाटा आएको छैन। त्यही भएर अब यहाँनिर हामीले थोरै कुरा गर्ने हो भने त्रिभुवन युनिभर्सिटीमा आइओई भनेको इन्जिनियरिङ अध्ययन संस्थान हो भनिसक्यौँ हामीले। अब त्रिभुवन युनिभर्सिटी अनुसारले त्रिभुवन युनिभर्सिटीमा के हुन्छ त भन्ने कुरा हो भने जस्तो यहाँनिर आङ्गिक क्याम्पसहरू, त्रिभुवन युनिभर्सिटीका आङ्गिक क्याम्पसहरू चाहिँ हाम्रो कतिवटा छन् त यहाँनिर 5वटा आङ्गिक क्याम्पसहरू छन् है। पुल्चोक क्याम्पस, पश्चिमाञ्चल क्याम्पस जसलाई त हाम्रो WRC भनेर भन्छ, पूर्वाञ्चल क्याम्पस यसलाई ERC भनेर भन्छ, थापाथली क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पस गरेर 5वटा चाहिँ हाम्रो के छन् त आङ्गिक क्याम्पसहरू छन् है। 5वटा आङ्गिक क्याम्पसहरूमा अब यहाँनिर सबै यहाँ हेऱ्यौँ भने हामीले 12वटा डिफ्रेन्ट इन्जिनियरिङ फ्याकल्टीहरूको पढाइ हुन्छ। 12वटा डिफ्रेन्ट इन्जिनियरिङ फ्याकल्टी जस्तै सिभिल छ, आर्किटेक्चरल छ, अनि इलेक्ट्रिकल इलेक्ट्रोनिक्स, यो गर्दै गर्दा यहाँनिर जियोमेटिक्स अनि अटोमोबाइल इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ गरेर यहाँ टोटल हाम्रो 12वटा विधामा इन्जिनियरिङ हुन्छ भने यहाँनिर नियमित पूर्ण शुल्कीय भनेको जस्तो पुल्चोक क्याम्पसले चाहिँ हाम्रो नियमित भनेको स्कलरसिपमा चाहिँ हाम्रो 108 जनालाई भर्ना गर्छ भने पूर्ण शुल्कीय अथवा फुल पे अथवा फुल फीमा चाहिँ हाम्रो 84। त्यस्तै यो प्रत्येक कलेजहरूको चाहिँ यहाँनिर हामीलाई डाटाहरू दिएको छ है। प्रत्येक कलेजहरूको डाटाहरू दिएको छ। जस्तै पूर्वाञ्चलमा कुरा गर्ने हो भने 36 अनि पूर्ण शुल्कीयको कुरा गर्ने हो भने 108। भनेपछि यही तरिकाले जाँदाखेरि हाम्रो यो टोटल 5वटा आङ्गिक क्याम्पसहरूमा हाम्रो टोटल कति हुने रहेछ त 2040 जना है। 2040 जना विद्यार्थीहरू चाहिँ हाम्रो के हुने रहेछन् त इनरोल हुने रहेछन् हरेक वर्ष भन्न खोजेको है। हरेक वर्ष 2040 जना विद्यार्थीहरू चाहिँ इनरोल हुने रहेछन्। केमा चाहिँ हाम्रो स्कलरसिप र प्लस हाम्रो पूर्ण शुल्कीय गरेर 2040 जना विद्यार्थी चाहिँ हाम्रो इनरोल हुन्छन् भन्ने कुरा हो भने। अब यहाँ अर्को कुरा गर्दा जस्तो यहाँनिर सम्बन्धन प्राप्त कलेजहरू भनेको सम्बन्धन प्राप्त कलेजहरू फेरि हाम्रो 10वटा छ है। सम्बन्धन प्राप्त कलेजहरू यो टियुकै हो है त, टियुको एफिलिएटेड कलेज सम्बन्धन प्राप्त भनेको एफिलिएटेड कलेज भन्छ जुन। यहाँनिर 10वटा कलेजहरू छ। 10वटा कलेजहरूमा पनि यहाँ डिफ्रेन्ट सिटहरू छ। जस्तो भर्ना सङ्ख्या प्रत्येकमा हेऱ्यौँ भने हामीले 96 छ। तर यहाँ हाम्रो सगरमाथा इन्जिनियरिङ कलेज र ललितपुर इन्जिनियरिङ कलेजमा चाहिँ 48 जनाको गरेर हाम्रो यहाँ टोटल अब यहाँनिर फेरि अघि हामीले त्यो आङ्गिक क्याम्पसहरूमा टोटल 12वटा विधा देखिरहेको थियौँ भने यो एफिलिएटेड कलेजहरूमा चाहिँ यो 5वटा विधाहरू छन् होइन। यो 5वटा विधामा टोटल चाहिँ हाम्रो कति विद्यार्थी छन् त हाम्रो 2304 जना विद्यार्थीहरू है। 2304 जना विद्यार्थीहरू चाहिँ हामीले त्यहाँ कलेजहरूमा इनरोल हुन्छन् भन्ने कुरा हामीले यहाँबाट जानकारी दिन सकिन्छ, जानकारी हेर्न सकिन्छ भन्ने कुरा है। यस्तै इन्फर्मेसनको लागि तपाईँले एप्पल इन्ट्रान्स प्रिपरेसनलाई फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू।